हामी चाहिँ त्यो माथि जान्छौँ है त गाइस, त्योमा जान्छौँ। आएको भ्यूहरू पनि सटर यहाँ हेर्नुहोस्, मेरो पछाडिको भ्यूहरू छन् लेटाङ भ्यू टावर। हजुर पनि घुम्न आउनु सक्नुहुनेछ होइन। सो आजको चाहिँ मेरो भिडियो सर्ट हुन्छ किन। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग च्यानल। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो हजुरलाई थाहा भइसक्यो होला मेरो थम्बनेल हेरेर आज हामी कहाँ घुम्नु गएको थियौँ भनेर। सो आजको ब्लग चाहिँ मैले टक्कसँगले यो चिस्याङ खोला लेटाङ टु बेलबारीको बिचबाट गइरहेको छु है त गाइस। यो हो चिस्याङ खोला आएको छौँ हामी आजको टुर घुम्नु। मेरो बाइक त्यहाँ छ अनि चाहिँ म। सो आज पनि फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा है त। ल तपाईँले देख्न सक्नु यो भ्यू है त चट्टसँगले है त गाइस। भ्यू देख्न सक्नुहुन्छ कस्तो बवाल भ्यू छ यो लेटाङ, त्यो लोखरा, त्यो माथि लोखरा राजा रानी। सो अब हामी जान्छौँ त्यो माथिको टावर गएर है त। सो गाइस फाइनली हामी यो टावर पनि आइसक्यौँ। सो हामी आज यो टावर घुम्न आएको, न्यू टावर घुम्न आएको होइन हामी सट्टसँग आज। खासै मान्छे त छैन रहेछन्। सो माथि गएर भ्यूहरू देखाउँछु होइन, त्यस्तै हो। अनि यहाँ टक्कसँगले होटेल यही हो होइन, मान्छेहरू खास छैन। छोटो ठाउँहरू छन्, यहाँ झुलुङ्ग बस्नेहरू छन् यहाँनिर है। झुलुङ्ग यहाँ बसेर गाइस समझ रहे हो आप, समझ रहे हो। फिर फाइनली आइपुग्यो रिमोट बड़ा यो खेलाउने कि किन हो। हामी चाहिँ त्यो माथि जान्छौँ है त गाइस, त्योमा जान्छौँ। आएको यस्तै हो आजको भ्लग भनेको यस्तै हो। यहाँ दामी र चाहिँ फोटो खिच्ने ठाउँ हेर्नुहोस्, यो मान्छे हिँड्दैछ सर गरेर एक्सट्रिम। म चाहिँ यहाँ टक्कसँग आइपुग्यो होइन। यहाँ खेल्ने ठाउँहरू पनि रहेछ अलिअलि चट्टा भएको सट्टासँगले। त्यो माथि म चाहिँ यहाँ एउटा माथि चढ्छ है त गाइस, माथि चढेर। सो म कतिखेर चढिसक्छु। माथि गएर भ्यू हेर्नु होला होइन, सरर कतै चढ्दै जाने ठाउँ। तर भ्यू चाहिँ दामी छ है। चट्टसँगले म टपमा पुग्नु अझै माथि रहेछ यार। आमा कति धेरै टपमा पुग्नु यार। हेर्नुहोस् है भ्यू यहाँबाट यस्तो बबाल भ्यू देखिन्छ है त। सर देखिन्छ नि लेटाङ बजार। ल गाइस भ्यू हेर्नु यहाँबाट सर उपर नेपाल झन् ठुलो सरले गर्दा यही भ्यू हेरेर आएको यति जाबो। तर आज हामी चाहिँ पर बन्द रहेछ है। सो अब हामी चाहिँ चिलमा। हेलो गाइस, सो फाइनली हामी पनि यहाँ बस्यौँ चट्टासँगले, आफ्नो मुड फ्रेस पनि गऱ्यौँ है त गाइस। अनि सो यस्तै हो लेटाङको भ्यूहरू पनि सटर यहाँ हेर्नुहोस्, मेरो पछाडिको भ्यूहरू छन् लेटाङ भ्यू टावर। हजुर पनि घुम्न आउनु सक्नुहुनेछ होइन। सो आजको चाहिँ मेरो भिडियो सर्ट हुन्छ किनभने खासै घुम्नु पनि मन लागेन, मोड मेरो खासै ठिक पनि भिडियो पनि आई डोन्ट नो वाट ह्यापन इज गोइङ। सो यु नो वाट दिस इज द प्लेस अफ आवर लेटाङ। सो इफ यु वान्ट भिजिट यर कम ओके। सो यो धेरै राम्रो ठाउँ छ होइन त, लिन सक्नुहुन्छ। हेर्नुहोस् न भ्यू है, यो चाहिँ चट्टसँगले लेटाङ बजारको भ्यू होइन। सो यस्तै हो है। सो अब हामी घरतिर लाग्छौँ होइन। सो हजुरहरूलाई भिडियो कस्तो लाग्छ होइन, सर्ट छ। इफ यु आर इन्ट्रेस्टिङ भिडियो लाइक कमेन्ट सेयर है त, लाइक कमेन्ट सेयर गर्नु। अनि सानो क्रिएटर हो, डेली भिडियो आउनेछ है त। एन्ड थ्याङ्क यू सो मच, बाई।